साथीहरु फाइनल नागरिकता चाहिँ रेडी भइसकेछ सर। अनि यहाँ आमाको नाम थप चाहिँ किन नराख्नु भएको? फेरि वडाको साइन गरेर लिएर आउनु पर्ने रहेछ अनि त्यही कारणले गर्दा मेरो हस्बेन्ड चाहिँ जानुभयो। ल ठिक छ, कागजपत्र मिल्यो। अब त चाँडै काम बन्दा भन्यो भने पनि दिनभरि नै लाग्छ। अञ्जली पनि आइपुगिसकेको छ, उसको बुवाले पनि कल गरिरहेको थियो। ल बाई राजु बाई। साथीहरु नमस्कार, गुड मर्निङ, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानल लक्ष्मी एन्ड प्रकाशमा। म लक्ष्मी अनि यहाँ हुनुहुन्छ प्रकाश बहादुर राई। अनि त्यसपछि तपाईहरुलाई चाहिँ स्वागत गरे। लगभग मैले चाहिँ सोमबारतिर बनाएको थिएँ भिडियो। अनि त्यसपछि अहिले चाहिँ ठ्याक्कै एक हप्ता त भएको छैन, आइतबार आज चाहिँ चैतको 10 गते चाहिँ भिडियो बनाउँदैछु। कारण त्यही त हो नि, अब कन्टेन्टहरू पनि केही थिएन र अलिकति बिजी पनि थिएँ। अनि अञ्जलीको काम पनि त्यो दिन बनेन, उता उयो के भन्छ लेखनदास नभएको कारणले गर्दाखेरि। र मेरो बुढो चाहिँ फेरि त्यसको भोलिपल्ट गएर अनि काम गरेर आउनुभयो। र आज चाहिँ हामी जाँदैछौँ उता हरियोन नानीको नागरिकताको प्रोसेसहरू गर्नका लागि। त्यही भएर चाहिँ अनि फेरि ब्लगहरू पनि सबै हाली पनि भ्याइसकेँ। त्यही कारणले गर्दाखेरि चाहिँ अब ब्लगहरू कन्टिन्यू गर्ने कोसिस गर्नुपर्छ भनेर यहाँहरूले त कन्टिन्यू हेर्न पाइरहनु भएको छ। तर मेरोमा चाहिँ अलि दिन अगाडिदेखिको ब्लगहरू भएको कारणले गर्दाखेरि मैले चाहिँ कन्टिन्यू गरिनँ। किन भन्दाखेरि स्टोरेज पनि थिएन र बिजी पनि थिएँ र कन्टेन्ट पनि थिएन। सो अहिले चाहिँ बिहानको 7:30 भइसकेको छ, खाना पाकिसकेको छ। किन भन्दाखेरि नानीको चाहिँ त्यहाँनिर उसको बुवाको चाहिँ नागरिकता जन्मसिद्ध नागरिकता भएको कारणले गर्दा उसलाई वंशजको दिलाइदिनको लागि अहिले चाहिँ पुलिस रिपोर्ट बनाउनु पर्ने हुन्छ अरे। त्यही भएर हामीलाई चाहिँ चौकीमा पनि जानु छ। हरियोन प्रहरी कार्यालय के भन्छ, हरियोन इलाका प्रहरी कार्यालय पुग्नु छ। त्यहाँ चाहिँ आज आइतबार बोलाउनु भएको थियो। त्यही कारणले गर्दा नानी पनि गाउँबाट आउँदैछ। अनि खाना मेरो बुढोले खाना मात्र बनाइसक्नु भयो। अनि यहाँ चाहिँ यो के अरे सजीवन तास्दै हुनुहुन्छ र म चाहिँ भिडियो सुट गर्दैछु। र यहाँ नास्तामा चाहिँ यो फलफुल बनेको छ। अस्ति नै लिएर आएको थिएँ चुकन्दर, त त्यो अस्ति नै लिएर आएकै भइहाल्यो सोमबारको दिनै। अनि सुन्तला अनि केरा अनि गाजर पनि अस्ति नै त्यो बजारकै दिन लिएर आएको। यो चाहिँ हिजो अस्ति लिएर आउनु भएको। खाजामा यो मेरो बुढोले रेडी गरेर राखिदिनु भएको छ। अब खाजा खाने अनि छिटो खाना बनाएर खाएर अनि हामी चाहिँ हरियोनतिर जान्छौँ। भिडियोमा अन्तिमसम्म जोडिनु साथीहरू। यस्तै छ, भ्लग बनाउने कोसिस जारी छ। के छ बुढा, के छ हाम्रो युट्युब च्यानलमा चाहिँ स्टे ट्युन गर्नु होला। ओके साथीहरू, ल हस् साथीहरू फाइनली हामी चाहिँ रेडी भइसकेको छ। खाना खायो, खानामा चाहिँ सजीवनको तरकारी अनि खाना अरू के थियो दही अनि टमाटर आलुको अचार अनि बेलुकाको थोरै साग थियो। अनि त्यो खाना खायो अरे र अब चाहिँ निक्लिनु लागेको हरियोनको लागि। अञ्जली पनि उता गाउँबाट हिँडिसकेको छ। अनि सबै डकुमेन्टहरू चाहिँ अस्ति मेरो बुढोले काम गरिसकेर चाहिँ अनि दिदीले नै राख्नु भएको थियो, मैले उतै राख्नु भनेर भनेको थिएँ। अनि त्यो डकुमेन्टहरू चाहिँ एकचोटि हेर्नु पऱ्यो नानीसँग लिएर। अनि त्यस छुट्टो छ कि त्यसपछि हामी चाहिँ हरियोनको लागि निस्कन्छौँ। आज चाहिँ अञ्जलीको अब फाइनली अब नागरिकता बन्दैन। किन भन्दाखेरि चाहिँ आज चाहिँ अब त्यही पुलिस रिपोर्ट बनाउनु पर्ने छ। अनि त्यसपछि मात्रै नागरिकताको प्रोसेस हुन्छ। अब भन्नलाई त अस्तिको दिन त्यहाँको सरले भन्नुभएको थियो केही दिन आउनु, आइतबारै आउनु अनि एकैचोटि दुइटै काम हुनु गरेर गरिदिन्छु भन्नुभएको थियो। अब उहाँले त अब हेरौँ के हुन्छ। ओके साथीहरू, अहिले चाहिँ अब जाँदैछु। साथीहरू नानी चाहिँ आइपुगिसक्यो। डकुमेन्टहरू हामीले लियो, रिचेक गऱ्यो, सबै ठिकठाक छ। अनि अब चाहिँ नानीलाई चाहिँ गाडी चढ्नको लागि अगाडि पठाइसक्यो। अनि हामी चाहिँ डकुमेन्ट हेरेर अनि मैले एउटा रिचार्ज हालेर अब चाहिँ जान लाग्यो। गाडीमा छिटो हुन्छ, हामी स्कुटी अलिक स्लो हाँक्छौँ। अनि आज चाहिँ अलिकति ढिलो पनि भयो। गाउँमा त्यही त हो, अटो टाइममा पाउँदैन भन्ने बित्तिकै भर्नुपर्छ है। त्यही भएर बस पनि पाएन नानीलाई। पायो होला खोइ कहाँ ए गयो होला त्यो बसमा रहेछ। ल नानी पनि यो बसमा हिँडिसक्यो, अब हामी पनि जाने। ओके साथीहरू, ल
अहिले चाहिँ हामी आइपुग्यो हरियन इलाका प्रहरी कार्यालय यहाँनिर। यहाँ चाहिँ अञ्जली पनि आइपुगिसकेको छ, उसको बुवाले पनि कल गरिरहेको थियो। ठिकै छ, अब चाहिँ भित्र कामहरू गर्छु अनि हस् अहिले। साथीहरू काम चाहिँ चौकीको चाहिँ भएको छैन, आधी काम चाहिँ भयो। यहाँबाट फेरि वडामा गएर फेरि वडाको साइन गरेर लिएर आउनुपर्ने रहेछ। अनि त्यही कारणले गर्दा मेरो हस्बेन्ड चाहिँ जानुभयो र सरजमिनको लागि आउनुभएको 5 जना आमा बुवाहरू पनि हुनुहुन्थ्यो, उहाँहरू पनि जानुभयो। अनि यहाँ चाहिँ अञ्जलीको बुवा भिनाजु भइहाल्यो, यहाँ अञ्जली छ अनि म यहाँ छु। अनि उहाँहरूलाई चाहिँ अलिअलि चिसो खुवाएर अनि पठाइदिएँ। अनि खोइ अब त्यहाँ मेरो हस्बेन्ड पुग्नु भएको, फेरि त्यहाँ मान्छे रहेनछ, एकछिन कुर्नुपर्छ भन्नुभएको छ। त्यसपछि उहाँ आइसकेपछि यहाँ साइन भइसकेपछि चाहिँ बल्ल अनि यताको काम हुने होला सायद, जहाँसम्म लाग्छ। ओके साथीहरू, ल अहिले चाहिँ हामी यत्तिकै खाजा पसलमा वेट गरेर बसिरहेको छौँ। ओके साथीहरू, फाइनली चाहिँ उताको काम चाहिँ सक्यो, पुलिस चौकीको चाहिँ। अनि त्यसपछि अहिले चाहिँ अनि फेरि पेपरहरू लिएर चाहिँ यहाँ क्यामेरा किन मधुरो भइरहेछ, पेपरहरू ल्याएर चाहिँ यहाँ नागरिकताको लागि क्युमा बसिरहेछ। अनि त्यसपछि म चाहिँ यता छु, मेरो हस्बेन्डले चाहिँ त्यहाँ पेपर दिइसक्नु भएको छ। अनि 1 बज्न थालिसक्यो, खोइ आज बन्ने त हुने हो, अब बन्छ कि बन्दैन अब हेरौँ न। ओके, यहाँ सबैजना कति धेरै प्याक पालो सिस्टम पनि छ कि छैन। आज समेत गरेर 13 दिन कि 14 दिन हुन्छ नानीको नागरिकताको लागि हिँडेको। आज बन्दा त हुने हो है, त्यही भएर पनि भिडियोहरू बनाउनु पनि नभ्याउने, टाइम पनि नमिल्ने, त्यही कारणले गर्दाखेरि पनि। अनि एक त स्टोरेज पनि फुल थियो। अनि अहिले चाहिँ अब खोइ अब पालो आउँछ कि जस्तो, आज चाहिँ बन्छ कि भन्ने एउटा होप रहेछ। मेरो बुढो चाहिँ त्यहाँ लाइनमा लागिरहनु भएको छ, नानी यहाँ, नानीको बुवा त्यहाँ भइहाल्यो। अनि म चाहिँ यहाँ छु। ओके साथीहरू, अब चाहिँ हाम्रो पालो नागरिकता चेकिङ हुँदैछ, बाउको नागरिकता चेकिङ। त्यसपछि अब समाप्त गरेपछि प्रोसेस अगाडि बढ्छ होला सायद। अगाडि हिँड्नु र हजुर ओके साथीहरू, अहिले चाहिँ अब हामी यहाँनिर नागरिकताको त्यो प्रिन्टको लागि 3 नम्बर झ्यालमा आएको छ। अनि त्यसरी यता पठाइदिनु भयो। अनि अहिले चाहिँ क्युमा चाहिँ हेरौँ, हामी चाहिँ कति यताबाट ठिक्क लहरी गाडी हेर्न हुन्छ। लहरी गाडी अनि यहाँ क्युमा छ। पेपर चाहिँ भित्र हालिदिइसकेको छ, पेपर भित्र हालिसकेको छ। अब यहाँको बनिसकेपछि चाहिँ अनि टाइम लाग्दैन है, तर निक्लेपछि एकचोटि फेरि पढ्नु त पर्छ है, सर हेर्नुपर्छ। अनि ओके, भेनाजु चाहिँ यहाँ आउनु मक्खा छ, छोरीको नागरिकता बन्ने भयो भने। ओके, बिना काममा दुःख पाउँछ हामी 2 जना हो है। भोलिपछि यसको पे गर्छ नि हजुरले। ओके साथीहरू, ल साथीहरू, थाहा छ तपाईँहरूलाई हिजो शनिबार र आइतबार है, राति हुरी बतास असिना पानी परिरहेछ नि। यहाँ चाहिँ यहाँ पनि लहरी पुरै ढलेछ है। ओके साथीहरू, ल हस्। अब यस्तो हो नि, सरकारी अफिसहरू जताततै रेकर्ड गर्ने कुरा नि भएन। अनि त्यही कारणले गर्दा अलिअलि सर्ट मात्रै गरेको। ओके साथीहरू, अहिले चाहिँ त्यहाँ धेरै बेर उभिँदा खुट्टै दुख्यो। अनि त्यही कारणले गर्दाखेरि मलाई र नानीलाई चाहिँ मेरो हस्बेन्डले चाहिँ अनि त्यसपछि यता गरेर बस्छ। अनि पाला आएपछि भन्छु भन्नुभयो। अनि उहाँहरू चाहिँ यसरी लाइन लागेर बसिरहनु भएको छ। उतापट्टि पछाडि मान्छेहरू त नै चाहिँ यहाँलाई पनि देखिहाल्नु भयो। अनि हामी चाहिँ यहाँ यसरी एउटा कर्नरमा आएर बसिरहेको। यता ढोका बन्द छ कि यो भित्रबाट पनि गयो भने मान्छेहरूले धेरै डिस्टर्ब गर्छ, नआइज भन्दा पनि मान्दैन। अनि त्यही भएर ढोकै लगाइरहेछ। अनि झ्यालबाट काम गरिरहेछ। अनि फेरि क्युमा छ, हातले सानो बस्छु जहाँसम्म लाग्छ हेर्दाखेरि। त्यो त
अनि तर दुईपट्टि राखेको छ कि पोखर अनि कतिवटा छ ट्याक्कै भन्ने थाहा पाएन अनि त्यही भएर अन्दाज गर्नै सकेन त्यही भएर हामी चाहिँ यति गाह्रो बसिरहेको छ हेरौँ अब के हुन्छ मान्छेहरू आते जाते गरिरहेको छन् लोकेसनहरू ओके साथीहरू फेरि पालो आएन त्यहाँ यहाँ बस्दा बस्दा फेरि त्यहाँ लाइनमा हेर्न गएको थियो फेरि अनि पालो आउला भनेको त पालै आएन खाजा 2:30 भयो 2:30 2:21 कि कति भयो खाजा खान जाने रे भनेर खाजा खान हिँड्यो अब 2:02 कि 3टा पछि हाम्रो पालो थियो त्यो पनि आएन अब हेरौँ एकछिनमा खाजा खाएर 3 बजीतिर आउँछ होला फेरि अनि काम सुरु हुन्छ हावाहुरीले त गर्नु गरेछ यतातिर हेर्नु न पुरै ब्लर पो रहेछ यार साथीहरू त्यहाँ त ब्लर आएछ अनि यहाँ हेर्नु न हावाहुरीले त खत्तमै गरे रहेछ क्या असिना पानी परेछ अहिले दिनभरि घाम लाग्छ फेरि राति भएपछि त पुरा असिना पानी हुरी बतास सब आउँछ फेरि यहाँनिरकै यो हरियाली इलाका प्रशासन कार्यालयमा चाहिँ त्यति बस्ने ठाउँको पनि व्यवस्था नभएको सबजना भुइँतिर बसिरहेछन् अलिकति कमसेकम व्यवस्था गरिदिनुपर्छ नि बस्नको लागि हामी उभ्या छौँ अघि त्यही भरिङमा एकछिन बस्यो अहिले यता आएको त्यो भरिङ पनि प्याक भइसक्यो मान्छेहरू सब भुइँमा बसिरहेछन् एउटा कामको लागि है कति दिन धाउनुपर्छ ल ठिक छ कागजपत्र मिल्यो अब त चाँडै काम बन्दा भन्यो भने पनि दिनभरि नै लाग्छ कहिले हुन्छ होला के काम चाहिँ छिटो छरितो अचम्मै लागेर आउँछ मेरो हस्बेन्डले भन्नुहुन्छ अब मलाई त बाहिरतिर गर्नु छैन हस्बेन्डले भन्नुहुन्छ कि बाहिरतिर गयो भने टोकन नम्बर लिने अनि त्यसपछि आफ्नो पालो आएपछि कतिखेर काम बनेको थाहै हुँदैन अरे शङ्कै लाग्छ अरे कि काम बन्यो कि बनेर भनेर छिटो बनेको देखेर क्या तर यहाँ हाम्रो यतातिर के छ छिटो बन्यो भने शङ्का गर्नुपर्छ कि काम साँच्चीकै पक्का भयो त भने कामै हुँदैन कति दिन लागिसक्यो हेर्नु न मान्छेहरू बस्ने ठाउँ नभएर कति बिजोगले बसिरहेछ म देखाउँछु है तपाईँहरूलाई कता वासरुम गएर आउनुभयो भनेको बस्ने ठाउँको व्यवस्थै छैन अघि त झन् त्यता मान्छेहरू के अघि त झन् बाबा उयो भरि बसेको थियो यो भरि नै के ठाउँ आउँदैन अनि ओके साथीहरूलाई हस् बाफ्रे आउनु थाल्यो साथीहरू त्यहाँ बसेको अनि फेरि भोक लाग्यो अनि बुढोलाई सोधेको त अनि जाऊ खाजा खाएर आऊ भने खाजा त्यस्तो केही पनि देखेन अनि यहाँनिर चाहिँ चटपटी पसल थियो यो आन्टीको यहीँ चटपटी पसल देख्यो अनि छिटो मिठो खाजा यही नानी यही खाने रे अनि त्यही भएर चटपटे यो त पानीपुरी खाने भन्दैछ अब हेरौँ के हुन्छ त्यही खाजा खान आएको बुढोहरू चाहिँ त्यहाँ क्युमै बसिरहनु भएको छ फेरि कसैले पेपरहरू यता तलमाथि गर्दैन भनेर अनि त्यही भएर अनि हामी चाहिँ यहाँ खाजाको क्युमा छ ओके साथीहरू खाजा खायो पानीपुरी चाहिँ कस्तो के अरे पानीपुरी भनेर नानीले पानीपुरी पनि 1 प्लेट त खायो मैले त्यसमा 3टा खाएँ अनि चटपटी पनि खाएँ खाएको नाम मात्रै अलिअलि खाएँ मिठो थिएन खासै बिचार त्यो बुढी मान्छेले बनाउँछ नि कस्तो र अनि नानीलाई मस्त भयो ओके साथीहरू त्यो खाजा खाएर त्यो सर पनि भित्र छिराएर लाग्यो अब हामी पनि जाने अब हस् ओके साथीहरू फाइनली हाम्रो पालो आइसकेको छ बिस्तारै बोल्यो कि यहाँ त्यस्तो सबै क्यु देखाइदिनु न हजुर होइन भइरहेको छ कि त्यहाँ मेरै हो क्या 2 घन्टाको लाइन खोलेर बल्ल बल्ल पालो आएको ओके साथीहरू ल हस् अहिले चेक गर्नुपर्छ एकचोटि क्या मान्छे हो नि त कहिले काहीँ बनाउँदा मिस्टेक हुन्छ होइन अन्जली गर्छ 10 महिना नौको महिना दिएको थियो अनि आमाको नाम थर त किन नराख्यो त फेरि यहाँ त्यत्रो बनाएर आए सोच
आमाको नाम त एकैछिन सर अनि यहाँ आमाको नाम थर चाहिँ किन नराख्नु भएको किन आउँदैन अनि फरक परेको छ त बनाएर लिएर आएको छ के सर त्यही भएर यत्रो दुःख गरेछ सबै कुरा बनाएर ल्याएको छ डकुमेन्टहरु सबै सरकारको चाहिँ बाबाको आउँछ अहिले गृहमन्त्रीको आउँदैन के आमाको आउँदैन सर बिहे दर्ता नभएको कारणले गर्दाखेरि चाहिँ यो मुचुल्का उठाएर लिएर आएको थियो नि त हजुर हजुर काठमाडौँ हुनुहुन्छ यस्तो हो कि उहाँ मेरो यो दिदीको छोरी हो होइन अनि त्यसपछि उहाँहरूको चाहिँ पहिला प्रेम विवाह भयो होइन त्यसपछि अनि नानी भयो हजुर कागज किन फाल्नु हजुर उता आउनु लिनु भयो नेपाली भइसक्यो तिमी पनि आऊ अब त्यतिखेर सास ससुरा हुँदाखेरिको आगो लागेर घर गरिहाल्यो नि त हजुर मैले भोट लिस्ट ल्याएको छु भोट लिस्टमा मेरो नाम के अरे यसरी के बुवाको नाम चाहिँ आएको छ अनि आमाको नाम चाहिँ नआउने कारण चाहिँ त्यो बिहे कुमारी नागरिकता भएको कारणले बस्नु त्यो सदन गरेर लिएर आएको थियो त्यसले नहुने रहेछ त्यसले नहुने अब बुवाको नामहरूमा चाहिँ के फरक पर्दैन ठिकै छ कयौँले लिएको छ अब त्यो मिल्दै नमिल्ने भएपछि चाहिँ मेरो दिदीको र भेनाजुको चाहिँ विवाह दर्ता नभएको कारणले गर्दा यस्तो समस्या आएको अनि खासमा त्यस्तो केही पनि होइन अनि बुवाको नाम मात्रै मिल्छ अब हाम्रो पनि कुमारी नागरिकता भएको कारणले मम्मीको नामहरू छैन क्या त आफ्नो नागरिकतामा हेरेँ छैन अनि यहाँ अब नानीको फोटो राख्ने काम हुँदैछ साथी बिहे दर्ता हाल्नुपर्छ भन्ने कुरा गर्दै थियो होइन सर्टिफिकेटहरूमा छ नि त है अनि साथीहरू यहाँ बन्दै छ अब दिन्छन् होला साइन बाँकी होला ओके यस्तो पनि यस्तो राम्रो ठिकै चलेको छ ढन्डामा फेरि भेनाहरू जस्तो दुःख हुन्छ भनेर हेरेको अञ्जली लोक्छन् मानबहादुर लोक्छन् त्यो साइडमा चाहिँ के पेस गरेको भन्दै हुँदो रहेछ जन्मदाता अनि शैक्षिक प्रमाणपत्र अनि त्यसपछि बुवाको नागरिकता के छ नि त्यो चाहिँ यता चढाउँदो रहेछ कि म त बुढोले रेकर्ड गरिरहनु भएको थाहा छैन ओके साथीहरू लगको फाइनल हुनेछ हस् कागज चाहिएको आयो साथीहरू फाइनल नागरिकता चाहिँ रेडी भइसकेको छ आउनु भयो यता साथीहरू त्यहाँ चाहिँ भिड थियो कि अनि त्यही भएर फेरि मान्छे त्यहाँ कराउला भनेर यता आएको नानीको जाँदा 13 दिन कि 14 दिन हो
कि यस्तो कति दिनमा बनेको नागरिकता पहिला चाहिँ भेनाजुको बनाएँ यहाँ चाहिँ भेनाजुको नागरिकता अनि भेनाजुको नाम ढड्डामा चाहिँ नाम स्टेल चढाएको भएको कारणले र भेनाजुको चाहिँ नागरिकता जन्मसिद्ध भएको कारणले गर्दाखेरि नानीको यो वंश गर्न गाह्रो भयो अहिले चाहिँ जन्मसिद्ध नागरिकता हटिसकेको छ अरे त्यही कारणले गर्दाखेरि चाहिँ त्यो वंश चाहिँ पाउनु त तर प्रोसेस अलि अर्कै रहेछ अनि अब नानीले पनि नागरिकता पायो ल नानीलाई अब नागरिकता दिन्छ कस्तो लाग्यो ठिकै लाग्यो खुसी लाग्यो छोरीको नागरिकता भन्दा यत्रो दिनको मेहनत भइहाल्यो राम्रो भयो सर्लाहीको बासिन्दा भयो ल ओके साथीहरू अब चाहिँ हामी जान्छौँ है पछाडि त्यहाँ मेरो बुढो हुनुहुन्छ के भन्नु लक्ष्मीनारायण प्रकाश छ ओके साथीहरू अब भइहाल्यो अब यहाँ खाजा खान्छौँ हामी जान्छौँ ल ओके साथीहरू बाई अब साथीहरू अहिले चाहिँ अनि हामी खाजा खानु लाग्यो अलिकति खाजा खाने अनि त्यसपछि अनि जाने भेनाजु गरेर आमाजु सुके पोखरी अनि हामी चपुर नानी चाहिँ जान्छ कटानी अब फेरि कटानीको अटो पाउन गाह्रो हुन्छ त्यही भएर अलिक छिटो गरेर जाने है सानो पसल छ यहाँ खाने अटो पाउनु गाह्रो त अनि बिहान पनि त कति ढिलो भयो त्यही भएर ओके अब साथीहरू खाजा खायो नागरिकता पनि बन्यो खुसी लाग्यो अब चाहिँ उहाँ बाउ छोरी उता अगाडि हिँड्दैछन् अनि हामी पनि हिँड्दैछौँ अनि उयो के भन्छ अब नानी गाडी चढेर कटानीको लागि जान्छ अनि भेनाजु सुके पोखरी अनि हामी चाहिँ अब चपुरको लागि निक्लिन्छौँ अनि अहिले चाहिँ जो हिँड्दैछौँ 4 बजे 4:30 भयो होला है तपाईँ कति भयो 4:13 भयो साथीहरू ल यो काम सक्यो अब ढुक्क भयो नि त ओके ल साथीहरू ल साथीहरू गाडी जाला नानी ल बाई ल भेनाजु तपाईँको अटो कताबाट हो ल भेनाजु जान्छु ल बाई भेनाजु बाई फेरि भेटौँ ल थ्याङ्क यू भेनाजु साथीहरू भेनाजु चाहिँ यता अटोमा चढेर जाने अब हामी पनि जाने ल बाई बाबा पुरा शुभ यात्रा बधाई छ ओके साथीहरू छोरीको नानी त बनाइछाड्यो त्यो पनि वंशजको हुन्छ अब वंशजकै पाउँछ अरे है जन्मसिद्ध पाउँदैन अरे अनि ल ओके भेनाजु बाई गयो साथीहरू ल बाबा भयो है आई लभ यु ओके साथीहरू आइपुग्यो अनि त्यसपछि अलिकति तरकारी दिन आएको यहाँ थोरै चिकन लिएर जान थालेको अनि अब लाने अनि खाना बनाएर खाने अनि आइपुग्यो चपुर अञ्जली पनि खोइ अटो छ अरे एउटा बिग्रिया छ अरे एउटा छ अरे भन्दै थियो जुन चाँडो हुन्छ त्यसैमा जान्छु भन्दै थिएँ सो अहिले चाहिँ अब रुमतिर जान लाग्यो साथीहरू थकाइ लागेको छ अघि बाटोमा पानी खाएको अझै पानी प्यास लागिरहेछ किनकि पानी नै खाएको छैन आज हामीले काम भएपछि त्यस्तै हुन्छ के अनि ओके साथीहरू ल साथीहरू खाना बन्यो आएर एकछिन रेस्ट गरेको अनि त्यसपछि त्यही त हो नि यताउता हिँडेपछि अलिकति गाह्रो हुन्छ अनि गर्मी पनि बढिरहेछ अनि टाउको साउको पनि दुख्ने समस्या नै हुन्छ अनि मेरो बुढोको चाहिँ कस्तो हुन्छ भने यो जाडो महिना र गर्मी महिना छुट्टिने बेलामा त्यो यो के अरे बाबा यो नाकको ब्लिडिङ हुन्छ के अनि तर अचेल त धेरै भयो त्यति भएको छैन अहिले नै यो साइड एकदम पोलेको भन्दै हुनुहुन्थ्यो अनि एकछिन रेस्ट गरेर अनि खाना बनाएँ साथीहरू खानामा त त्यही त हो नि मासु बनाएँ भात बनाएँ होइन सलाद छ खुर्सानी छ दही छ अलिकति अनि त्यही हो कस्तो लाग्यो भिडियो बाबा बस्नु भिडियो मन परे लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला साथीहरू अब नागरिकता बनाउन सजिलो थिएन होइन अब सुरुदेखि नै कन्टिन्यू भिडियो बनाएको भए त यहाँहरू दिक्कै पनि लाग्नुहुन्थ्यो होला है म आज 12-14 दिनमा होइन बनाइयो यत्रो दिनमा बनायो अनि कारण यही थियो
अरू त केही थिएन। अब एक त जन्मदातामा पनि नामहरू मिस्टेक थियो, 3 पुस्ताकै नाम मिस्टेक, फेरि आमाको नाम मिस्टेक, फेरि बाउको नाम मिस्टेक। 3 पुस्ता भने त बाउ बाजे र मेन नागरिकतावालाको भइहाल्यो। फेरि मम्मीको चाहिँको पनि मिस्टेक थियो कि धेरै समस्या थियो साथीहरू। फेरि बिहे दर्ता नभएको त्यस्तो कारणले म्यानेज गर्दा गर्दा यत्रो टाइम लाग्यो भनौँ न। ठिकै छ, जे भए पनि काम पर्ने होइन। मेरो बुढाले पनि धेरै एफोर्ट गर्नुभएको छ। अनि दिदीले भन्दै हुनुहुन्थ्यो मलाई भन्दा बढी धन्यवाद चाहिँ मेरो बुढालाई चाहिँ। अनि मलाई त्यही भएपछि खुसी हुन्छ। अनि ओके साथीहरू, आजको लागि यति नै है। भेट्नै छौँ हामी अर्को नेक्स्ट भिडियोमा। त्यति जेलसम्म जोडिरहनु। लक्ष्मी एन्ड प्रकाश युट्युब च्यानलमा। अभि आज त ठुलो आवाज आयो अहिले चाहिँ। ल ओके साथीहरूलाई बाई, हेभ अ गुड नाइट। हस् बाई।